हेलो गाइज, फेरि आयौँ हामी तहल्का मचाउनलाई, आफ्नो गाउँको कथा सुनाउनलाई, उही पुरानो हाम्रो लाउरे दाईको स्टाइलमा। तिमीहरूले देखे त केटा हो हाम्रो गाउँ कति विकसित छ, त्यही भएर तिमीहरूलाई जलन फिल भएको होला होइन। अब हेर हामीले हाम्रो गाउँलाई कसरी अझ कसरी विकास गर्छ। अब हेर है त केटा हो, किनकि म त सोको केटाकेटीसँग बोल्दिनँ, हतपत भन्छ नि लाउरे दाइले किन भनेर त बल्ल थाहा पाइन्छ होइन। काम गर काम, तिमीहरूलाई त केही भन्नै पर्दैन क्या, सब थाहा छ तिमीहरूलाई। तिमीहरूलाई के भन्नुपर्ने जरुरी नै छैन क्या केटा, भन्नुपर्ने जरुरी नै छैन। काम गरेर खा। हेर केटा, अर्काको घर भत्काउने यताउति काम राम्रो होइन, मैले भन्दैछु है, मैले सम्झाउँदैछु केटा हो। यहाँ हेर हाम्रो गाउँ, सरी हाम्रो गाउँ यस्तो खतरा दामी छ होइन, यस्तो पाहाडै पाहाड। हामीलाई त पाहाडै मनपर्छ, त्यस्तो हामीलाई सहरतिर घर बसाउनु छैन केटा हो। यहाँ सुन, तिमीहरूले होइन अब जेसुकै जहाँसुकै जा होइन भन्दा भयो, भिटेनले जे भिटेन ऱ्यापर जति सबलाई मिल्छ तेरो त्यस्तो मान्छेहरूलाई सम्झाउनुपर्छ क्या, कुटी कुटी, अनि मात्र ठिक हुन्छ, बुझिस्। मलाई पनि केपी ओली मनपर्छ, मलाई पनि प्रचण्डै मनपर्छ, मलाई पनि शेरबहादुर देवा मनपर्छ मलाई पनि। त्यसै मलाई पनि बालिन सानी मनपर्छ हेर होइन, किनकि तिमीहरूले नै थर्काएर देश बनाउने हो है। थर्काउनु चाहिँ पर्नु जरुरी छ। मलाई थर्का त ल केटा, मलाई थर्का न यहाँ आइज, काम गर भनेर थर्का त म काम गर्छु। यहाँ घाँस काट्छु, बस्छु घरमै, बुवालाई उयो हेरेर बस्छु, किनकि बाउलाई काट्न समेत पनि आउँछ तिमीहरूले पैसाको लागि। देखिस् हाम्रो गाउँमा यस्तो ट्याङ्कर कुद्छ पानी कुदाउनलाई, पानीको अभाव छ यहाँ। पाहाडमा कस्तो अभाव हुन्छ तिमीहरूलाई के थाहा क्या, पानी बोकेर हिँड्नुपर्छ हुन्छ यताउति, तिमीहरूलाई केही थाहा छैन क्या, तिमीहरूलाई थाहा छैन। पैसाको लागि मान्छे काट्ने मान्छेलाई अब के भनिराख्नु होइन, केही भन्नु पनि जरुरी नै छैन क्या तिमीहरूलाई, बुझिस्। के भन्ने त खै अब यहाँ भन्नै झ्याउलाइरह मलाई यार, भन्नै झ्याउलाइरहेछ क्या अब के भन्ने खै अब यहाँ भन्नै झ्याउलाइरहेछ यहाँ। अब यो रोड पिच भएर दोरम्बदेखि सिम गाउँसम्म पुग्छ है केटा, हेरिराख। नपत्याए पछि तिमीहरू ठुलो भएर विदेश गर आइज, अनि मात्र थाहा पाउँछस् हाम्रो गाउँ कस्तो विकसित छ भनेर। थर्काउन जरुरी छ क्या केटा हो, बुझ है मेरो कुरा बुझ। नभए मैले फेरि उही पुरानो साकारको स्टाइलमा तिमीहरूलाई घरमै आएर समातेर, बुझी, फेरि पुलिस खानामा कसरी भर्ती गर्छु तिमीहरूलाई, जेलरहरूलाई कसरी समातेर भर्ती गर्छु त्यो पनि मलाई थाहा छ क्या, कसरी चाहिँ हुन्छ अब, बुझिस्। त्यसैले अर्काको कुरा काट्ने काम, अर्कालाई होच्याउने पेच्याउने काम नगर, बुझिस्। तेरो दाइ पागल होइन, किन पागल भयो भने पागल होइन नि, बुझिस्। को मान्छे मैले राम्रोसँग चिन्छु, तिनीहरूलाई फेरि समातेर कसरी मुझे गोली ठोक्नुपर्छ त्यो मलाई पनि राम्रोसँग थाहा छ है केटा, बुझिस्। अब के गर्ने त यार केटा हो, देशको स्थिति यस्तो छ यार। बारीको भ्यू हेर, यस्तो खतरा दामी, यस्तो ब्युटिफुल क्या साला, यस्तो ब्युटिफुल क्या, त्यो केटी भन्दा राम्रो छ क्या। अब यहाँ सुन केटा हो, म त नेपाल अधिराज्य घुम्छु म, किनकि मसँग पत्रकारिताको पनि लाइसेन्स छ, बाइकको पनि लाइसेन्स छ, पुरा बुझिस्। तैँले बुझिस् कि बुझिनस्? फेरि मेरो बानी त थाहा छँदैछ केटाहरूलाई, कसरी चाहिँ फेरि मैले समातेर फेरि गाडीमा हालेर चाहिँ फेरि कहाँ लिएर जान्छु भने थाहा छँदैछ। त्यसैले है केटा कुरा बुझ। तो देखिए दोस्तों, ये हमारा गांव है, ये हमारा गांव इतना खूबसूरत है कि इधर लोग आज तक भी यार हिंदू मुस्लिम बौद्ध सब बोल के यार वो लड़ाई झगड़ा कर रहा है। इसलिए उन लोगों को समाज के वापस इंडिया भेजना चाहिए और चाइनीज़ को उधर ही चाइना भेजना चाहिए, तब ना आएगा मज़ा यार। ये तो हमारा वो
इतिहास का कुरा है, क्योंकि उन लोगों ने इतिहास नहीं पढ़ा है। इसीलिए उनको चाप्पै समाज के सलाह, उनको जेल भेजना चाहिए कि यार वो खाना या क्या खाना भेजना चाहिए, तुम सभी को पता है। इसीलिए तुम वापस चले जाओ यार दोस्तों। यार इधर तो ऐसा ही चलता है यार, क्या करूं यार। मैं भी तो यार, हम भी इंडिया से गद्दार करके इधर से आए, हम इतिहास पढ़ा है यार। हम भी यार इंडिया से गद्दार करके नेपाल चले, क्योंकि हमको इंडिया को विकास करना है। क्योंकि तुम लोगों ने नहीं माना यार, तुम लोगों ने क्यों नहीं माना? क्योंकि तुम लोग तो यार आदिवासी हो, अब तो यार तुम एडमी हो, अब तो कि तुम वो ढूंढे युग में जी रहे हो यार। हम तो देख, हम कौन सी जेनरेशन में जी रहे, हम कौन जेनरेशन में जी रहे, तुमको क्या पता यार। इसीलिए तुम लोग वापस चले जाओ यार। तुम लोगों तो यार भरोसे के लिए कोई घर नहीं यार, भरोसे के लिए भारी नहीं है यार। पैसों को लिए तुम लोग यार कुछ भी कर सकते हो यार, जान भी मार सकते हो। इधर भी मारेगा लोग, इधर भी मारते नेपाली लोग को यार। ऐसा वैसा मत समझना, क्योंकि हमको सब पता है। तुम लोगों नेपाल को कब्जा करना चाहते हो, वो हमारा माउंटेन्स छीनना चाहते हो, इसलिए हम नहीं देंगे। हमारा पास भी तुम्हारा इंडिया का जैसा ही एक पीएम है, प्रधानमंत्री बोलते हैं नेपाल में। तुमको क्या पता यार प्रधानमंत्री क्या होता है यार। देखो अपने खुद को, मोदी को देखो यार। हम तो इधर यार संघर्ष करते करते नेपाल को यार अपना राज्य, अपना वो क्या बोलता है ना, नेपाल अधिराज्य, वो तो पता होगा तुम लोगों को। नेपाल कन्ट्री साला के भन्ने खै अब भन्नुपर्ने तिनीहरूलाई पनि हो, अब हाम्रो मान्छेलाई पनि भन्नुपर्ने हो। किनकि तिनीहरूले बुझेन क्या, तिनीहरूले बुझ्दैन, किनकि तिनीहरू सबजना भेडा हो, भेडा। तिनीहरूलाई त म समातेर यहाँ सैलुङमा पनि भेडा चराउनु लिएर आउँछु। मलाई थाहा छ नि यस्तो मान्छेहरूलाई कसरी ठिक पार्ने भनेर, मलाई थाहा छ क्या, सजिलैसँग थाहा छ।